अपरेसन पोस्टर डेल्टा। यिनले बनाउन नसक्ने कागजातहरू केही पनि छैन। 8 वर्षदेखि नक्कली लाल पूर्जा लाइसेन्स नागरिकतादेखि सर्टिफिकेट बनाएर बजार पठाउने गिरोह पक्राउ। यी 3 गिरोह जसले वर्षौंदेखि नक्कली लाल पूर्जा लाइसेन्स नागरिकतादेखि सर्टिफिकेट मात्रै होइन आधा दर्जन बढी सरकारी निकायबाट प्रदान हुने सरकारी कागजात बनाएर बजार पठाउने गरेका थिए। 8 वर्षदेखि निरन्तर बजारमा यसरी नक्कली कागजपत्र फैलाउँदै आएको गिरोह अन्ततः प्रहरीको खोरमा पुगेको छ। काठमाडौँको तारकेश्वर नगरपालिका 7 फुटुङमा कारखाना नै खोलेर बसेका यी गिरोहहरूले विभिन्न सरकारी कार्यालय, स्थानीय तह, बैंक तथा वित्तीय संस्था, शैक्षिक प्रमाणपत्र आदि कृत्य गरी नक्कली बनाएर बिक्री वितरण गर्दै आएको सूचना नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयलाई आयो। सूचना आएपछि केही समय रेकी गरेको प्रहरीले बुधबार सो कारखानामा छापा हान्यो। छापा हान्ने क्रममा विभिन्न नक्कली कागजात सहित ती कागजात छपाई गर्ने मेसिन सहित प्रहरीले 3 जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोर्खाका भीमसेन नगरपालिका 1 मलेसका 46 वर्षीय अञ्जन बयलकोटी, ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका 7 का 28 वर्षीय निर्मल खड्का र मकवानपुरको कैलाश गाउँपालिका 2 छाङडुङका 23 वर्षीय अन्जु खत्री रहेका छन्। जसमध्ये बयलकोटी तारकेश्वर देवीचोक बस्थे भने खड्का बुढा नीलकण्ठ बस्थे। त्यस्तै पक्राउ परेकी अन्जु खत्री चन्द्रागिरी दहचोक बस्ने गरेको प्रहरीले जनाएको छ। पक्राउ परेका मध्ये बयलकोटी सोही कारखानाका सञ्चालक रहेको र अन्य 2 जना भने त्यहाँ नक्कली कागजात बनाउनका लागि एडिट र डिजाइनको काम गर्ने कर्मचारी भएको प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ। बयलकोटीले उनीहरूलाई मासिक 10,000 देखि 15,000 रुपियाँसम्म तलब दिई कार्यालय सञ्चालन गरेको पाइएको प्रहरीले जनाएको छ। यो अनुसन्धानको प्रारम्भिक चरणमा हामीले खुलाउन सकेका कुराहरू अन्य कुराहरू त पछिका दिनमा खुल्दै जानेछन् र अहिले यो सुरुको चरणमा चाहिँ के कुरा खुलेको छ भने यी अञ्जनी बयलकोटी विगत 8 वर्षदेखि चाहिँ यस्तो कृत्य गरी नक्कली कागजातहरू तयार गर्ने काममा संलग्न छन्। यो काममा यिनी संलग्न भइरहँदा विभिन्न किसिमका कागजातहरू अघि भने जस्तै सरकारी कागजातहरू, जग्गाधनी पूर्जाहरू, चालक अनुमति पत्रहरू लगायत विविध कागजातहरू यिनले बनाउन नसक्ने कागजातहरू केही पनि छैन। यिनले सजिलैसँग सबै किसिमका कागजातहरू बनाएको हाम्रो अनुसन्धानबाट देखिएको छ। त्यस्तै गरी यिनले यो कागजातहरू बनाउने क्रममा एउटा आफ्नो कार्यालय ठाउँमा कार्यालय पनि यिनीहरूले राखेर गोप्य रूपमा काम गर्दै आएका छन्। यो अन्तिम समयमा अहिले पक्राउ पर्दाको अवस्थामा चाहिँ काठमाडौँको तारकेश्वर 7 को फुटुङ भन्ने एरियामा यिनीहरूले यो सामानसहित एउटा घर भाडामा लिएर बसिरहेको अवस्थामा हामीले सामान बरामद गरेका छौँ र उक्त बयलकोटीलाई सहयोगीको रूपमा 2 जना एउटा प्राविधिक ज्ञान भएका जसले ग्राफिक डिजाइनको ज्ञान भएका त्यस्तै गरी विभिन्न फाइलहरू भित्र गएर एडिट गर्ने, बनाउन सक्ने, क्रिएट गर्न सक्ने सम्मका प्राविधिक ज्ञान भएका व्यक्तिहरूलाई सँगै साथमा लिएर यो काम गरेको देखिन्छ। पक्राउ परेका बयलकोटीले 8 वर्षदेखि सरकारी तथा गैर सरकारी कार्यालयका कागजात, विभिन्न स्थानीय तहको सिफारिस पत्र, विभिन्न शैक्षिक संस्थाका प्रमाणपत्र, जग्गाधनी पूर्जा, सवारी चालक अनुमति पत्र लगायत कागजात कृत्य गरी प्रयोग तथा प्रचलनमा ल्याउने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। उनीहरूले डिपेन्डेन्ट भिसाका लागि नक्कली विवाह दर्ता प्रमाणपत्र, जापान लगायत देशहरूमा कामदार भिसामा जानका लागि विभिन्न तहको शैक्षिक प्रमाणपत्रदेखि अनुभव पत्रसम्म बैंकबाट ऋण निकाल्नका लागि नक्कली जग्गाधनी पूर्जा बनाइदिने गरेको प्रहरीले जनाएको छ। त्यस्तै विदेशमा बस्ने नेपाली नागरिकहरूलाई विदेशको पीआर तथा ग्रीन कार्डको आवेदन दिनका लागि मनमोहन मेमोरियल अस्पताल, सल्यान जिल्ला अस्पताल खलङ्गा र वीर अस्पताल लगायतको नक्कली मेडिकल रिपोर्टदेखि भिजिट भिसाका लागि क वर्गका सबै बैंकको नक्कली स्टेटमेन्ट बनाइदिने गरेको प्रहरीले जनाएको छ। एउटा डिपेन्डेन्ट भिसा प्रयोजनको लागि म्यारेज सर्टिफिकेटहरू समेत बनाइदिएको देखिएको छ। त्यस्तै गरी बैंकबाट ऋण लिने प्रयोजनका लागि नक्कली लाल पूर्जा समेत बनाएको भेटिएको छ। त्यस्तै गरी विदेश जाने व्यक्तिहरूको लागि सवारी चालक अनुमति पत्र, त्यो अनुमति पत्र पनि नक्कली बनाइदिइसकेपछि विदेशमा जाँदा सायद उनीहरूलाई सजिलो हुन्छ। यही कारणले गर्दाखेरि यो सवारी चालक अनुमति पत्र बन्ने यसको माग हुँदो रहेछ। त्यस्तै गरी विभिन्न शिक्षण संस्थाका र यातायात कार्यालयका होलोग्रामहरू समेत यिनीसँग प्रशस्त मात्रामा भेटिएका छन्। त्यस्तै गरी जापान जाने प्रयोजनका लागि विभिन्न वर्किङ भिसाका लागि चाहिने आवश्यकता अनुसारको शैक्षिक प्रमाणपत्र
त्यो शैक्षिक प्रमाणपत्र चाहे सर्टिफिकेट लेभलको होस्, चाहे ब्याचलर डिग्रीको होस्, चाहे जुनसुकै डिभिजनको उसको डिमान्ड अनुसार त्यही माग भएको डिभिजन अनुसार उसले तयार गर्न सकिने तयारी देखिन्छ। त्यस्तै गरी विभिन्न मेडिकल रिपोर्टहरू पनि यिनले तयार गर्ने गरेका छन्। त्यस्तै गरी विभिन्न ब्याङ्कका क वर्गका ब्याङ्कका ब्याङ्क स्टेटमेन्टहरू आवश्यकता अनुसार त्यो पनि यिनले तयार गरेर दिने गरेको देखिएको छ। त्यति मात्रै नभएर उनीहरूले बनाएका विभिन्न सरकारी, गैर सरकारी सङ्घ संस्था तथा पार्टीहरूको छाप तथा व्यक्तिगत दस्तखत लगायतका 355 थान स्ट्याम्प समेत बरामद गरेको छ। उनीहरूका साथबाट प्रहरीले 42 थान सराई प्रमाणपत्र, 60 थान चारित्रिक प्रमाणपत्र, 110 थान शैक्षिक प्राप्ताङ्क प्रमाणपत्र, 5 थान विवाहदत्ता प्रमाणपत्र, 50 थान प्रोभिजनल सर्टिफिकेट, 6 थान नाता प्रमाणित प्रमाणपत्र, 10 थान जग्गाधनी पूर्जा प्रमाणपत्र, 17 थान विभिन्न सहकारी संस्थाका लेटर प्याड, 7 थान वार्षिक आम्दानी प्रमाणीकरण पत्र, 17 थान विभिन्न कलर भएका खाली तथा भरी मस्सीका बट्टाहरू बरामद गरेको छ। एकाडेमिक ट्रान्सक्रिप्ट 110 थान बरामद भएको छ। त्यस्तै गरी छोटकरीमा भन्न चाहन्छु, विभिन्न कलर भएका खाली तथा भरी मस्सीका बट्टाहरू 17 भए जस्तै स्थानीय तहबाट प्रदान गर्ने विभिन्न किसिमका सिफारिस पत्रहरू थान 20। त्यस्तै गरी विभिन्न सहकारी संस्थाहरूको स्टेटमेन्ट पाना 17 मैले एउटा छोटकरीमा भनिरहेको छु। त्यस्तै गरी विभिन्न ब्याङ्कहरूको ब्याङ्क स्टेटमेन्ट 100 पाना। त्यसले विभिन्न सरकारी, गैर सरकारी सङ्घ संस्था तथा पार्टीहरूको छाप तथा व्यक्तिगत दस्तखत लगाएका स्ट्याम्प थानहरू 355 वटा। विभिन्न किसिमका स्ट्याम्पहरू यिनीहरूले कुन कार्यालयको स्ट्याम्प कस्तो हुनुपर्छ त्यो यिनीहरूलाई थाहा छ। कुन कार्यालयमा जिम्मेवार अधिकारी को हो, त्यसले कस्तो सहीसाब गर्छ, कस्तो दस्तखत गर्छ, त्यो यिनीहरूले तयारी गरेर राखेको छ। यिनीहरूले सबै किसिमको कार्यालयको निगरानी गरेर त्यहाँ कस्तो किसिमको एउटा पेपरहरू बनेको छ, त्यसको टेम्प्लेटहरू कस्तो छ, त्यसको सफ्ट कपी कस्तो छ, त्यो सबै ज्ञान भएर त्यो किसिमको तयारी गरेको देखिएको छ। त्यस्तै स्थानीय तहबाट प्रदान गर्ने विभिन्न किसिमका सिफारिस पत्र 20 थान, मोनिटर, सीपीयू, किबोर्ड, माउस 2 थान, प्रिन्टर 3 थान, लेमिनेसन मेसिन 1 थान, हिटिङ मेसिन 2 थान, डाई कटर मेसिन 1 थान, विभिन्न सरकारी संस्थाहरूको स्टेटमेन्ट 17 थान बरामद गरेको प्रहरीले जनाएको छ। ब्याङ्कबाट ऋण लिने प्रयोजनार्थ नक्कली जग्गाधनी पूर्जा बनाइदिने गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ। उनीहरूबाट प्रहरीले विभिन्न सरकारी, गैर सरकारी सङ्घ संस्था तथा पार्टीहरूको छाप तथा व्यक्तिगत दस्तखत लगायतका 355 थान स्ट्याम्प र ठूलो संख्यामा नक्कली शैक्षिक, सवारी चालक अनुमति पत्र, जग्गाधनी प्रमाणपत्र, विवाह दर्ता प्रमाणपत्र समेत बरामद गरेको छ। त्यस्तै प्रहरीले कारखानाबाट विभिन्न स्वास्थ्य संस्थाका सिफारिस पत्र 2 पाना, विभिन्न ब्याङ्कहरूको स्टेटमेन्ट 100 पाना, विभिन्न सरकारी, गैर सरकारी सङ्घ संस्था तथा पार्टीहरूको छाप तथा व्यक्तिगत दस्तखत लगायतका स्ट्याम्प 355 थान, खाली स्ट्याम्प 150 थान, स्ट्याम्प मेसिन 1 थान, एसर कम्पनीको कालो रङको ल्यापटप 1 थान, विभिन्न कम्पनीको मोबाइल 7 थान, विभिन्न अस्पतालका मेडिकल कार्डहरू 2 थान, विभिन्न हिसाब किताब लेखिएका डे बुक 1 थान बरामद गरेको छ। उनीहरूलाई मुलुकी संहिता 2074 को परिच्छेद 25 अनुसार लिखत सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाही गर्न जिल्ला प्रहरी परिसर काठमाडौँलाई पठाइएको प्रहरीले जनाएको छ।